ले हाम्रो टमाटर गाइस यस्तो छ यसरी मिलाएको छु त्यहाँ हाम्रो चाहिँ ड्राइभर हो दाइ ड्राइभरजी पनि हुनुहुन्छ हामीले यसरी मिलाएको छन् टमाटर चाहिँ यसरी अझै पनि मिलाउने टन्नै बाँकी छन् अनि यता दाइ पनि हुनुहुन्छ यस्तो छ है यस्तो यसरी हाल्नुपर्छ भित्र त्यो दाइले लरायो टमाटर लरायो यहाँ चाहिँ टमाटर टिप्दैछु हामी चाहिँ यसरी टिप्छौँ टमाटर साइप्रसमा यसो सानो छुट्टै ठुलो छुट्टै अनि यसरी टिप्छौँ कैँची टिप्छौँ कैँची देखाइदिँदा अलिकति यस्तो हुन्छ होइन यस्तो हुन्छ यस्तै टिप्ने हो अनि टमाटर चाहिँ यसरी पाकेको छ हाम्रो यतातिर अनि यस्तो हुन्छ है गाइस के गर्नु बाध्य चाहिँ यसरी ल्याउँदै हुनुहुन्छ साइप्रसमा टमाटर चाहिँ यसरी ल्याउनुपर्छ है साथी हो स्ट्रङ हुनुपर्छ एकदम स्ट्रङ हुनुपर्छ है यसरी टमाटर बोक्नु सक्नुपर्छ है यो चाहिँ यस्तो फार्ममा काममा आइसकेपछि चाहिँ काम मैले सकिँदैन म यो गर्नु सक्दैन भन्नु पाइँदैन यस्तो काम पनि गर्नुपर्छ यसरी ल्याउनुपर्छ है हाम्रो दादाले यस्तो काम गर्नुहुन्छ हो अनि यसरी ल्याउनुपर्छ अनि चाहिँ डङ उचाल्नुपर्छ अनि सक्दैन भन्ने चाहिँ पाइँदैन यहाँ चाहिँ आइसकेपछि यसरी अनि टमाटर चाहिँ यस्तो छ यस्तो अनि म चाहिँ यहाँ मिलाउनेमा छु अनि म चाहिँ यसरी मिलाउँछु अनि मेरो काम चाहिँ यसरी म अहिले टिपेको पनि देखाउँछु हजुरहरूलाई है म चाहिँ टमाटर मिलाउँदैछु हो अनि यसरी मिलाउनुपर्छ टमाटर साइप्रसमा यस्तो यस्तो ठुलो टमाटर हुन्छ हो अनि क्यामेराम्यान चाहिँ मेरो दाइ हुनुहुन्छ आज यसरी मिलाउँछौँ हामी चाहिँ टमाटर यति धेरै मिलाइसक्यो हामीले अघि नै टिपेर यसरी टमाटर मिलाउँछौँ है साथी हो तपाईँहरू पनि यदि इच्छा छ भने होइन इच्छुक हुनुहुन्छ भने आउनु होला होइन दाइ के छ आउनु होला अनि यसरी मिलाउनु पर्छ टमाटर चाहिँ